सो फाइनली भेट भयो है हेलो हाई कान्छी के हो तिम्रो नाम हेलो नमस्ते 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 तपाईको युट्युब च्यानललाई नि सब्स्क्राइब गरे म सब हेर्न भन्दा पनि व्यवस्थालाई हेर्न चाहिँ आज जस्तो लाग्यो मलाई टुलुवे पनि यो दुई लाइन मेरो लागि नि अरे भ्लगमा तिमीलाई नि आउने तिम्रो नाम भन्देऊ आशिका मिश्र कैसे हैं आप लोग स्वागत करते हैं आज न्यू ब्लॉग के साथ म चाहिँ खासै आउने थिइनँ गाइज यहाँ मलाई धेरैले बोलाउनु भयो आउनुपर्छ विवशजीलाई भेट्नको लागि भने पनि म आएको हो लन्डन भन्नुभयो धेरैले मलाई यहाँ इनबक्समा तपाईँ आउनु म आउँदैछु तपाईँ आउनु भने धेरै इनबक्स आयो सो त्यही भएर म आज लन्डन आएको छु लन्डनको धेरै भयो म लन्डन आएको आमा भाइ आएको आइछु है म लन्डन त कति दिन बिराइ एक दिन बिराइ एक दिन घर एक दिन लन्डन यति सस्तो भइरहेको मलाई पैसा तर टिकट चाहिँ धेरै पर्दैन जम्मा 100 रुपियाँ धुलो चाहिँ एकदम छ मास्क लगाएर आउनु होला हामी त मास्क लगाइएन त्यही नै भन्न चाहन्छु बाइकहरू बाबा ओए धन्नै ठोकिन के हो र यस्तो जेसुकै हो सबै यहाँ टिकट काट्न लास्ट भिड हुन्छ अब हजुर नमस्ते नमस्ते फोटो खिच्ने ल ल ल भाइ ल निकाल मोबाइल कहाँ हो तिम्रो घर चाहिँ मुगु भने कहाँ हो ए राडाताल हो ए ल ल ल ल ल यति धेरै भिड छ यहाँ फोटो खिच्ने कतिवटा फोटो खिच्ने एउटा दुईवटा ल बाई बाई हजुर हजुरको नि खिच्ने ए ल ल ल कताबाट छिर्ने हो गाइज यति धेरै भिड छ आमामा यहाँ हेर्न सक्नुहुन्छ हामी अब छिर्ने कताबाट आज फेरि एकलट भित्र गइदिउँ कि भनेको ल ल के छ कहाँ हो घर मेरो राधापुर हो ल ल ल ठिक छ हेलो कहाँ गयो भाइ हजुर सब आउँछ भाइ युट्युबमा है ल युट्युबमा है विवास ब्लग आमामा छिर्ने चाहिँ कताबाट हो यस्तो माहौलमा म हराएँ गाइज म हराएँ राम राम लन्डन भाइ हेर त यहाँ आज यस्तो बार बनाएछ धन्न छिर्ने कताबाट हो यस्तो धेरै ब्याग छ यार ए भगवान् टिकटको गेट हामी भित्र जाने भनेर आएको कहाँबाट काट्ने हो टिकट यस्तो पनि हुन्छ यो यहाँ चाहिँ एकदम क्रेज बढी भएर क्राउड बढी भएर चाहिँ यस्तो यस्तो बार बनाएर चाहिँ अहिले चाहिँ धन्न लाइन चाहिँ छ नत्र पहिला चाहिँ फेरि लास्ट हप्याक हुन्थ्यो के सो त्यही नै हो गाइस के भनौँ अब मैले यहाँ हरेक मान्छेहरू भिड त लास्टै भिड रहेछ यार गाइस उडेर जान मिल्ने भयो भने म उडेर जान्थेँ होला हेर्नु त यहाँ मान्छेहरू एकचोटि हेर्नु हजुरहरूले यहाँ कति धेरै हुनुहुन्छ उडेर जान मिल्ने भए सुई यहाँ उडेर म गइसक्थेँ अहिलेसम्म यति धेरै अब हामी कहिले छिर्दियो भित्र गइन्न कि जस्तो लाग्यो यार यत्तिकै हेर्नु त यहाँ यही मान्छेहरू बेहोस हुन सक्नुहुन्छ यार यति धेरै प्याक छ यो लन्डन ब्रिजले गर्नु गऱ्यो हो ओभर क्राउड यो चितवन महोत्सवलाई पनि टप्यो यसले अहिलेसम्मको यो इतिहासमा रेकर्डै हो यो महोत्सवमा यति धेरै मान्छेहरू भिजिट गर्नुभएको छ मोर देन 10 लाख बढी अझै बढी यति धेरै बढी भिजिट गर्नुभयो त्यहाँ सबैले विवश भइहान भनिरहनु भएको छ ओ माई गड रमाइलो लाग्छ आफ्नो क्रेज हेरेर पनि किन हो र फोन होइन यो त क्यामेरा त चलिरहेको त भाइ के गरे यस्तो ल भाइ फोन रहेछ म त अहिले क्यामेरा ओपन गरेर बोलिरहेको छ न हो कि जस्तो लागिरहेको के छिर्दिउँ कहाँबाट पहिला यहाँ छिर्नु पर्यो के छ भाइ यहाँ छिराइदेऊ मलाई एकचोटि किन हो र त्यहाँबाट दिदीहरूले हेरिरहनु भएको रहेछ हेरै हुनुहुन्छ किन हो र यसरी हेर्ने माया मारेर हो कि माया लाएर हो मेरो पछि आऊ भाइ तिमी हराउँछौ जस्तो लागेको छ मलाई मेरो पछि आऊ है यति धेरै मान्छेहरूको माझमा भलक बनाउँदै हिँड्दै गाइज कसले हो विवास भने आयो के छ खबर लन्डन कस्तो लाग्यो ल घुमा एकदम प्याक छ सो त्यही नै हो गाइज यहाँ यस्तो भिडमा कता हप्याक भएर ढल्छु कि भन्ने जस्तो पनि डर लाग्छ गाइज मलाई ल ल ल ल ल ल ल कता हो र हेलो बहिनी कहाँ हो तिम्रो घर लङ्गु ल ल ल ल ल राम्रोसँग घुमा लन्डन
ए गाइस टिकट काट्ने कताबाट हो ओए ब्लगर दाइ के छ भाइ एकदम ठीक छ दाइ ल ल ल ल ल लन्डन यो ओपनिङ गेटबाट भन्दा नि इन्डिङ गेटबाट छिर्न पाएको भए चाहिँ रमाइलो हुन्थ्यो कि भन्ने मेरो कुरा हो भाइ भ्लग स्टार्ट भएको भएन हेर पहिला त्यत्तिकै त बोलेको छैन नि म भ्लग स्टार्ट नगरिकन त्यत्तिकै बोलेको छु कि जस्तो लाग्यो गाइज मलाई एनी हाउ मलाई थाहा छैन मलाई यहाँभित्र छिर्न पऱ्यो आज बार नागेर नजाम न भाइ यस्तो राम्रो फिगर भएको मान्छेले यस्तो गर्यो भने के हुन्छ तिमी आफै भन न नभए हेलिकप्टरमा आउनु पर्यो नि त कहिले छिर्ने हो त अनि भित्र मान्छे हेर त यति धेरै कहाँ खानु होला यी मान्छेहरू यी मान्छे सबै जेनजी हुन् त होइनन् जेनवाईहरू पनि हुन् नमस्कार नमस्कार के छ बाबुको खबर ठीक छ कहाँ हो तिम्रो घर मेरो हिमालय बसी छ हो कोसँग आएको मम्मीसित मम्मीसँग आएको हो ल ल ल ल ल कतिमा पढ्छौ तिमी 4मा अब 5मा ल राम्रोसँग पढ है कस्तो लाग्यो घुमिसक्यौ प्याक थियो ल ल ल राम्रोसँग वेलकम भाइ वेलकम राम्रोसँग पढ है अर्को दाइहरू खै अर्को दादाहरू चाहिँ घरै हुनुहुन्छ उहाँ चाहिँ आउनु भएको छैन आउनुहुन्छ होला सके म चाहिँ यहाँ बजार आउने काम परेर छु सब पसेको हो लास्टै भिड रहेछ कि हेर त कति धेरै भिड है यहाँ अगाडि गएको थियो मौसम गएको थिएन यति धेरै मान्छे है अब त्यही पछि अरू कुनै मौसम गयो भने यति धेरै मान्छे हुँदैनन् यो लन्डन ब्रिजले गर्दाखेरि यति धेरै मान्छे भएको ल बाई बाई ल त्यही नै हो कहाँ गयो भाइ ए ल भाइ के गर्ने हो अब भित्र जाने भयो व्यवस्था मिलाउनु पऱ्यो के अरे एकछिन माहौल हेर्ने कुरै होइन यहाँनिर अब यो यति धेरै छ यार यति धेरै मान्छेहरूको अगाडि कसरी भित्र पस्ने जस्तो भइसक्यो मलाई यार उताबाट धेरै भएर यो बाहिर निक्लिने गेटबाट पनि मान्छे हालिरहेको छ भनेपछि बुझ्नु तपाईँ अब आफै कति धेरै मान्छे छन् होला कि यहाँबाट पनि इन्ट्री गरिरहेको छ यो त बाहिर निक्लिने गेट हो नि त बुझ्नु हजुर फोटो हिँड्ने दिदी ल ल ल बढी भयो भाइ पैसा निकाल कति हो मसँग छ यहाँ पखायो 200 कति ए यहाँ छ होला भाइ हेर त त्यहाँ कति छ हेर त 150 होला 350 छ होला हेर त टिकटकमा हेर्नुहुन्छ ल ल ल हो र ल धेरै धेरै धन्यवाद हजुरलाई हो र लन्डन ल ल ल यहाँ दिदीहरूले गर्दा टिकट पायो धन्न थ्याङ्क यू सो मच लाजले भुतुक्कै किन हो र यस्तो लाज मान्ने के को लाज हो यो ल घुमिसक्यौ टिकट पायो ल ल ल ल जाम अब बिस्तारी बिस्तारी युट्युबमा आउँछ बहिनी ल त्यही नै हो गाइज अब यहाँ छिर्दै कसरी हो यस्तो भिडमा लन्डन कति धेरै लन्डन गएको भन्नुहुन्छ होला है बट अफकोर्स मलाई चाहिँ फेरि घर बस्न एकदम धेरै झ्याउ लाग्छ र म लन्डन गएको गर्छु कि लन्डन मेरो लागि पानी परेर जस्तो भएको छ मसँग मात्र नभएर भाइको लागि पनि पानी परेर भयो लन्डन है हो एकदम 2 शब्द भन्नु न भाइ एक दिन घर एक दिन लन्डन भएको छ अघि नै भनिसक्यो नयाँ कुरा भन त तिमीलाई नयाँ कुरा केही पनि आउँदो रहेछ भाइ भ्लग के आउँछ भन्दै भ्लगको नाम भन्देऊ विवश भ्लग अनि त स्पेलिङ खोज्नुहुन्छ भने BIBAS VLOG के छ मेरो युट्युब च्यानलको नाम भनिदेऊ त तिमीले ल हेर विवश भ्लग छ विवश भ्लग हेर है गर बेलुका आउँछ भाइ ल ल ल सब्सक्राइब पनि हान्देऊ ल हेलो के छ ल ह्यान्डसेक यताबाट यस्तो 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 ल के छ तिम्रो नाम के हो मेरो नाम विवेक है युट्युबमा सियोर युट्युबमा बेलुका चाहिँ युट्युबमा है कस्तो लाग्यो घुमिसक्यौ घुमेन बल्ल आएको हेर्दा ए ल ल ल ओ BIBAS VLOG भ्लग नबिर्स्यो के ल ल ल ल ल गाइस छिर्न पऱ्यो कि हामी अब यार हामीलाई लिफ्ट दियो न कसैले बहिनीहरू के छ आऊ भाइ यता आऊ त
पछाडि पछाडि आऊ भाइ जनाको टिकट यसरी च्यात्ने भयो किन किन्नु यो टिकट ए बचाऊ ल यसरी नठेलाम न यसरी ठेला गरेर पनि के मजा यो आयोजकहरूलाई भन्दिन पर्यो को हो यो आयोजक लन्डन ब्रिजको यस्तो ठेलाम ठेल गर्न पाउँछ कि पाउँदैन लन्डनको चिसोले सम्झायो प्यारी तिम्रो मायाले बोलायो छुट्टी छोटो छ के छ दिदी मायाको सम्झना दिलमा फोटो छ छुट्टी छोटो भन्दा भन्दै पनि दिनदिनै आइया भाइ है हजुर के छ एकदम सन्चै हो र ल थ्याङ्क यू भेट होस् भनेर आएको भेट भयो कहाँ हो तिम्रो घर फारम हजुर घर फारम भन्ने ठाउँको नाम छ ह्यान्डसेक ब्रदर ह्यान्डसेक ल फोटो ल भिडियो गर्ने कस्तो लाग्यो लन्डन आएर एकदम रमाइलो नि त हबीसँग भेट्न पाउँदा त है ए ल हामी लन्डन आइसक्यो हामी दाइसँग भेट्न लन्डन आइसकेको छौँ हामी फाइनल्ली हाम्रो भेट भयो उहाँको हुन्छ मैले चिन्दिनँ तर पनि हाम्रो भेट भयो सबैजना अब लन्डनको बसाइ धेरै होइन 2 गतेसम्मको लागि मात्र हो त्यही नै हो ल थ्याङ्क यू सो मच ब्रदर फर्किसक्नु भएको घुमेर बल्ल भित्र सिर्ने हो ल फलो गर्ने ल हुन्छ हेलो नानु ल फोटो खिचौँ भाइ ल त्यो समाज आऊ गान्छ के हो तिमीहरूको नाम हो र ल युट्युबमा आउँछ बेलुका तिमीहरू नि आउँछौ ल हो त्यो पनि हेरिरहेछन् कान्छीले नमस्कार भाइ हजुर म हुँदिनँ त्यो रमाइलो कालो भने राम्रो होइन र आमा लाउने त आमा घर चाहिँ कता हो ल टिकटकमा हाल्नु ल छोरी खेट्नु हाम्रो यस्तो हो नि त ल हाम्रो यस्तो ल भाइ खै यस्तो छोड न ल धन्यवाद यस्तो गर्नु दाइ तपाईँले नि ए मैले नि यस्तो गर्ने ल यस्तो दाइ भलकमा पनि देखाउनु भलक कन्टिन्यू छ भलक कन्टिन्यू ल हाम्रो प्यारो दाइसँग भेट भएको छ है लाइक कमेन्ट सेयर गर्नु ल मलाई पनि भाइरल गराउनु छ ल फोटो भिडियो यो त फोटो खिच्नु न एउटा ल सो गाइस रमाइलो भयो ल है त ल फारमतिर आउनु ल यसो आएको बेला पसौँ है एकदम ल गाइस एकदम रमाइलो भयो यता देखा भाइ एकदम रमाइलो भयो सो त्यही नै हो लन्डन ब्रिजमा मलाई धेरैले इनबक्समा मेसेज गर्नुभएको थियो मेरो भाइ हो उहाँ चाहिँ एकदम धेरै मेसेज गर्नुभएको थियो तपाईँ आउनु हामी आउँछौँ शनिबार आउनु प्लिज आउनु धेरैले ल सेल्फी आनौँ ल हात नकाम न किन हो र यस्तो भिडियो हो त्यो भिडियो कन्टेन्ट युट्युबमा आउँछ भाइ इन्स्टामा नि हाल्नु ल इन्स्टामा पनि ल भाइरल rcbn.bb गाई यहाँ माइक rcbn.bb गाई मेरो इन्स्टा हैन अब फलो हान्ने यताउति सब जस्तो सुकै बिर्दै किल हान्छु म हैन ल ठिक छ के छ कहाँ हो घर मेरो यही गीतनगर ए गीतनगरै हो मेरो पनि गीतनगर हवेली थाहा छ हवेली साइडमा हो मेरो घर अनिस घरै छ ल भिडियो युट्युबमा आउँछ बेलुका कहाँ हो घर चाहिँ चितवन कहाँ घर चाहिँ कता गौरीगञ्ज त मेरो पनि हो पढेल हजुर ए चिन्दिनँ मैले चाहिँ पढेल हो हजुर मेरो गीतनगर हो ल हजुर हाई नमस्ते अनिस घर छ हजुर ल नमस्ते ल बाई बाई हस् हाई भाइ हेलो हाई कान्छी के हो तिम्रो नाम हो ल थ्याङ्क यू ल हस् मेरो चस्मा फुटालिदियो यहाँ ल हेरिराख लाइक युट्युबमा आउँछ है बेलुका विवास भ्लग छ नाम
के छ ल ल ल त्यहाँ त्यो व्यापार गर्ने दाइले पनि हेर्नु हुँदो रहेछ भ्लग एउटा आएर झ्याममा चस्मामा ठोकेर मेरो चस्मै भिडाल्दियो जस्तो लाग्यो गाइस यहीँनिर मेरो एउटा भिडियो भाइरल भएको के अरे कुन एउटा होइन सबै भाइरल त भाइरल सबै हुन्छ त्यही पनि के अरे ए भाइ हिँड न हिँड भनेको भिडियो यहाँ थियो कि अनि कतै हिँड्ने दाइ कताबाट हिँड्ने न यस्तो छ न उस्तो छ रमाइलो छ म के बोल्यो भने मैले मेरो आफैले सुने नि यहाँ क्राउडले गर्दाखेरि हेर्नु त यहाँ कति धेरै भिड छ यस्तो पछाडिबाट लुकी लुकी भ्लग गर्न पाइन्छ अगाडिबाटै गर न एलाउड छ भिडियो बनाएको हजुर ए घर चाहिँ कता हो तिम्रो देवघाट साथीहरूलाई देखाउनु लागि अनि अगाडिबाटै भन्यो मैले त खिच भनिहाल्थेँ नि अस्ति पनि देखेको थियौ कहाँ देखेको थियौ टिकटकमा तिम्रो नाम के हो ऋषिका घर चाहिँ कता हो पर्सा हो टाढी पर्सा ल ल मेरो नि पर्सैतिर पनि हो घर अनि गीतानगरतिर पनि बस्छु पर्साबाट उता बैरिनी थाहा छ बैरिनी हो बाई 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 घर चाहिँ कता हो मेरो घर रत्नगर 15 माधव ल युट्युबमा आउँछ हेर है ल ल फलो नि गरेको छु के छ तिम्रो नाम कृतिस्मा छ सरी ल म हेर्छु है गाइस एउटा खुसीको खबर के हो भन्दाखेरि चाहिँ आज मौसममा ज्योति मगर आउँदै हुनुहुन्छ थाहा नै थिएन एकदम ब्लाइन्ड खुसी मिल्यो यो चाहिँ हामीलाई है हेलो थ्याङ्क यू यहाँ मामालाई भेटिसकेँ ल हेर यहाँ अर्जुन मामा हेलो अर्जुनजी मामा नमस्ते ठिक छ को आउनु भएको खै माइजू भाइजू नमस्ते बाबु के छ टिकटक हेर्छौ तिमीले के हो तिम्रो नाम कहाँ हो नि घर अमरापुरी हो ल ल ल हेलो हो र फेभरेटै हो होइन होला ल ल ल धन्यवाद जिन्जी आन्दोलनबाट हेर्नु भएको हजुर हजुर ए ल धन्यवाद धन्यवाद हेलो हाई हजुर नि आउनुहुन्छ युट्युबमा ल गाइज त्यही नै हो यहाँ चाहिँ अब कति मान्छेहरू भेट हुनु भएको छ बनाउन पनि मिलेन कि क्राउडमा एकदम धेरै भिडहरू पनि छ कि धुलो है लास्टै अनि के विधि हो यहाँ टेक्ने ठाउँ छैन हेर्नु त यहाँ यस्तो हो के हो यति धेरै प्याक यस्तो धेरै प्याक भएर नि कसरी चल्छ हौ नेपालमा चितवनवासीहरू कति धेरै सकिन रहेछन् भन्ने कुरा हजुरहरूले देख्न सक्नुहुन्छ चितवन लन्डन यो 2 लाइन मेरो लागि के भन्नु भयो यो 2 लाइन मलाई सब्सक्राइब मलाई मेन्सन गरे यो भिडियो इन्स्टामा हाल्नु है ल ल ल ल @rcbn.bbk rcbn को ठुलो फ्यान हो के आरसीबी को हो ल ल ल ल ल ल यसपालि 2026 मा नि आरसीबी जित्छ है केटा हो ल यसपालि फेरि सबै हान्नु पर्छ आरसीबी लाई ल यसपालि है ल ल भिडियो सब्सक्राइब हान्दिम नि यता दाइलाई नि ल्याउ न माइक ल्याउ हजुर माइक त दिन पर्यो नि सो लन्डनमा चाहिँ मैले के भन्न खोजेको भन्दाखेरि लन्डन पपुलेसन लन्डनमा जति पपुलेसन छ त्योभन्दा बढी पपुलेसन त यहाँ चितवनमा भइसक्यो चितवनवासीहरू यति शौकिन यति पपुलेसन यति शौकिन रहेछन् भन्ने कुरा चाहिँ हजुर यो भिडियोबाट देख्न सक्नुहुन्छ त्यही नै हो आमा कतिले हेरेका हुन् लाज लागिसक्यो मलाई त भाइ कति 2x मा हो 1x मा हो ल ल ल हेर्नु त आज त लास्ट क्राउड छ कि लास्ट क्राउड छ देख्न सक्नुहुन्छ हजुरहरू वरिपरि यहाँ हेर्न सक्नुहुन्छ यता भाइ देखाऊ तिमीले हामीले यहाँ जतिचोटि आए पनि ब्रुज खलिफा चाहिँ देखाएकै थिएनौँ कि एकचोटि ब्रुज खलिफा देखाइदेऊ त ब्रुज खलिफामा आऊ अहिलेसम्म हामीले ब्रुज खलिफा देखाएको पनि थिएनौँ नि त ठिक छ त्यही नै हो आऊ यतापट्टि तिमी पछि पढ यता यता जाऊ त यता ल आऊ यता आऊ ल म खिचिदिन्छु ल यहाँ नानी बाबाहरू फोटो हेर्ने अरे अब सानो मान्छे यो हात देखिएन अबे ल ल ल के हो तिम्रो नाम अब कति बिस्तारी बोले मैले सुनिनँ ल बाई बाई ऊ जाउँ हराउला कोसँग हो त ऊ आऊ हेलो फोटो खिचौँ यताबाट खिचौँ ल हेलो नमस्ते 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 फोटो खिच्ने ल ल ल ल ल ल यताबाट 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 यता खिच न ल ल पखाइ एकछिन
यता ल यहाँ फोटो ल भाइ एकछिन पख है पख है एकछिन बहिनीले अनिस गर छ गाइस यहाँ धुलोले मलाई यति धेरै धुलो भयो कि कहाँ घर चाहिँ तिम्रो ए ल ल ल नानीको नाम के हो हजुर ल भ्लगमा तिमीलाई देखाउने तिम्रो नाम भन्देऊ आशिका मिश्र कतिमा पढ्छु म 12 दिएको भर्खर कुन कन्ट्री जाने सोच छ जापान लन्डन आएर जापान जान्न भन नि तिमी लन्डन भन अब युके आइसकेपछि लन्डन अब ल ल भनेर भयो आइसक्यो भन न आइसके फाइनली लन्डन आए यसको भिडमा कति आयो पिटीमा कति आयो 5 आएर लन्डन आइसक्यो नि यहाँ 0 आए पनि आउनु पाइन्छ यहाँको लन्डनमा नेपाली बोल्न नि पाइन्छ 100 रुपैयाँ तिरेर आउनुपर्छ नि 100 रुपैयाँ त्यही हो पिटी गरे भाइ 27,000 तिर्नु पर्थ्यो ल बाई बाई ल ल ल सो त्यही नै हो गाइस घाम चाहिँ एकदम भयो के खबर कहाँबाट आएको तिमीहरू मेगौली सिएमसी पछाडि तिमी कहाँबाट बुद्ध चोक विकास चोक एकदम विकास छ कि छैन ठिकै तिमी कहाँ मेगौली कता मेगौली चोकमै मेगौली मलाई थाहा नि त एउटा दुईटा ठाउँ जितपुर गोलाघाट पर्सडाप गोलाघाटभन्दा अगाडि नै हजुर हाल्छु युट्युबमा हाल्छु हजुर तिम्रो मम्मीलाई धेरै सम्झना सम्झिया नमस्ते भन्दै भाइ ल ल हस् नमस्ते बाई 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 को पातलो दाई घर छ के तिम्रो नाम चाहिँ के हो मेरो नाम निश्चल अधिकारी निश्चल अधिकारी घर चाहिँ कता हो घर पार्वतीपुर म हिजो गर्थेँ पार्वतीपुर पोखरी चोक हो कि कहाँ हो भन्नेमा गएको थिएँ कि म त्यतै हो हेलो हेलो के छ खबर ल ल ल ठिक छ कता हो घर चाहिँ ए ल ल ल म भ्लग बनाउँदै हो ल ल अब भाइलाई पनि देखा अरे ल ल ल ल ल ल थ्याङ्क यू घर चाहिँ कता हो हेलो किन अरे यस्तो आत्तिएको फाइनली के खलिफा अरे ब्रुज खलिफा भन्ने मिया खलिफा भनेको मैले ल ल ल फाइनली गाइज हामी ब्रुज खलिफा आइपुग्यौँ कहिले लन्डन कहिले ब्रुज खलिफा वरदोरो भइरह होइन त केटा कतिखेर आएको हो तिमीहरू हेलो बहिनी के छ खबर अब यता भिडियोमा देखिन्छौँ हामी हजुर युट्युबमा आउँछ भाइ ए युट्युब ल युट्युबमा आउँछ बेलुका विवश भ्लग छ युट्युबमा नाम ल ल ल के छ तिम्रो नाम के हो मैले नसुने कि बितारी बोले अब ल ल ल तिम्रो ल हजुर ल थ्याङ्क यू भाइ पखाइ फुट हुन्छ नि ल ल ल ल भाइ ल ल के हो तिम्रो नाम आकृति मैले तिमीलाई कहाँ देखेँ जस्तो लाग्यो हेलो ल तिमी खिच्यो ल अब वेटिङमा अघिबाट वेटिङमा है के हो तिम्रो नाम हो ल अब तिमी पनि आऊ यता आऊ त ल कसले हो को हुनुहुन्छ मा हो तिमी खिच्यौ ल ल ल फोटो खिच्ने ल आऊ त नि अब ल ल ल फोटोसुट चलिरहेछ है फ्यान मिटअप भइरहेको छ सामानहरू बोकेर आएछौ एकदम रमाइलो भएको छ आज शनिबारको दिन मान्छेहरू धेरै आउनु भएको छ महोत्सव हेर्न भन्दा पनि व्यवस्थालाई हेर्न चाहिँ आज जस्तो लाग्यो है मलाई चाहिँ यस्तो हेर्दाखेरि चाहिँ व्यवस्थाको फ्यानहरू चाहिँ लास्टै भेटिनु भएको छ घर उसको काम छ के छ खबर के हो नाम तिम्रो हो घर चाहिँ कता हो
गाइज आज ज्योति मगर आउने भएर मौसम यहाँ धमाका भइसकेको छ बेस डुम्की डुम बजेको छ अनि अर्को कुरा म के भन्छु भने मौसम अब त जहिले एउटै गेम के खेल्ने हो यो रोटेपिङ 360 अनि यो डुङ्गा सुङ्गा यताउति सब एउटै गेम भएको छ हामीलाई नयाँ गेम चाहियो अरू कुरा मलाई मतलब भएन हामीलाई नयाँ गेम चाहियो 1 2 3 नयाँ गेम चाहियो भने चाहिँ चाहियो सधैँ यही खेलिरह रेलगाडी अस्ति पनि आयो यही खेलियो गयो नयाँ नौलो भए पो नयाँ नौलो खेल्नु त तर ठिक छ यसैमा चित्त बुझाउनु पर्छ वर्ष एकचोटि आउँछ टिकटेक बनाउने स्ट्यान्ड पनि रहेछ यार उतापट्टि तर हामीलाई चाहिएन हामी यत्तिकै बनाउँछौँ नो प्रब्लम यसो एउटा इङ्ग्लिस बोलिदिउँ भनेको मैले आफैले के बोलियो भन्ने कुरै सुने छैन कि यहाँ एकदम धेरै क्राउड छ नयाँ जोडेर हो र देख्नु भएको थियो ल थ्याङ्क यू ल सो त्यही नै हो ओफो यहाँ एकदम भिडभाड भयो कि धेरै बस्न सकेन अब निक्लिनु पर्छ कि जस्तो लाग्यो कि यहाँ कति अघि त कति धेरै मान्छे आउनुभएको थियो फोटो खिच्न पनि उस गर्न पनि कति त अब क्यामेरामा क्याप्चर पनि गर्न सकिएन नि त अब भिड थियो क्यामेरा खोल्न पनि सकिँदैन अनि मेरो क्यामेराम्यान असिस्टेन्सको फेरि फोन आएर उता गएछ यहाँ यता भिड क्राउड मलाई सम्हाल्दिने कसले दुईवटा पुलिस चाहियो किन हो र यस्तो बचाऊ टिकटक हेरिरहनुहुन्छ हेलो भाइ आए भाइ आए के छ खबर हो ल ल ल ट्याटु त राम्रो रहेछ तपाईँको हातको त्यही भएर लतपति हो हजुर के भन्यो भाइले हजुर सब्सक्राइब के हो च्यानल के हो तिमीहरूको नाम हजुर काले ब्लग्स भाइ यार ल एकछिन है यता गर्छ नि ल यहाँ अलि मास्क लाएर आउनु पर्ने मास्कै नलाइकन आएछु म त किन हो र बचाऊ भाइ भाइ पनि छ है मैले बिर्सेको अब चाहिँ हामी फर्किनेतर्फ लाग्दै हामी फर्किँदाखेरि पनि कति फ्यान फलोवर्सहरूबाट लिन्छ त्यो आफ्नो ठाउँमा छ के बोल्यो मैले मेसै पाएन म के बोल्यो भने बट हजुर सबैले हेलो किन हो र हाई गर्ने हात हल्लाउने अनि उता गएर मुसिक्क हाँस्ने पछाडि फर्केर हेर्ने भगवान् लाजले भुतुक्कै हुन्छु कि क्या हो म त यति धेरै माया यति धेरै सपोर्ट लगाएर उल्टी पुल्टी अनि भाइ खेल्ने हो र त्यो उल्टी पुल्टी पटङ कुडुङ मेरो वेटलाई धान थिएन त यो बच्चाहरूलाई कति केजी हो तिमी 65 ए म 60 हो ठिकै हो धेरै न 5 केजीको फरक हो 5 केजीले पनि धेरै अन्तर पार्छ है त्यस्तो गाडीहरू किन्ने रहर मेरो कति थियो तर पैसा पनि पुगेन कति पुगेन रुपियाँ होइन भाइ लाख पुगेन 40-50 लाखै पुगेन नि अनि गाडीलाई 40-50 लाख पर्छ रे दाइ परिहाल्छ नि बिवाइडीको गाडीलाई तिमीलाई थाहा छैन तपाईको युट्युब च्यानललाई नि सब्स्क्राइब गरे हो साँच्चै हो ब्लगहरू हेर्छौ अस्ति नै उता आन्दोलनमा गएको वाला नि हेरेको थिएँ मैले तिमी त्यो अघि भेट्यो होइन मसँग त्यहाँनिर तिमी फर्किँदै थियो होइन र होइन जान लागेको ए ल यिनले चाहिँ युट्युबमा सब्स्क्राइब गरिदिँदै रहेछन् अरू चाहिँ यहाँ टिकटक फलोवर्स भेटेको थियो यिनी चाहिँ युट्युबमा सब्स्क्राइब गर्ने मान्छे भेट्यो टिकटक पनि फलो गरे हो न टिकटक आइडी भन तिम्रो कृतिस्मा तिवारी छ त्यति मात्र हो अरू केही छैन कृतिस्मा 8 छ ए ल तिमीले इनबक्समा मेसेज गर मलाई म फलो ब्याक दिन्छु तिमीलाई हस् कतिमा पढ्छौ तिमी 8 मा ल राम्रोसँग घुम ल बाई ल यहाँ सबैजनाले हेरिरहनु भएको छ एकदम लाज लाग्यो मलाई यार गाइज गाजीपुर कहाँ गाजीपुर ए ल उहाँ चाहिँ फ्यामिली हो सबै ल खै फोटो खिच्ने हो के यहाँ ब्लगमा हो ल के हो तिम्रो नाम भन युनिक थापा मगर युनिक रहेछ तिम्रो नाम एल्जन थापा मगर दाजुभाइ आफ्नै ल बेलुका युट्युबमा आउँछ हेर है विवश ब्लग छ नाम ल फोटो हान्ने ए ल आऊ यता ल के हो तिम्रो नाम सोनी कम्पनीबाट त आयो नि तिमी अनि दाइको साथी ड्रिम्समा पारिजातमा म पनि पारिजात पढेँ अनि पहिला सुन नर्सरीमा भन्न खोजेको मैले ल सो फाइनली भेट भयो है घर चाहिँ कता अरे राधापुर राधापुरबाट राधा खान यहाँ खेल्न मौसममा ल बाई भेट्न मन थियो भेटियो है हजुर
के गर्नु त नि यस्तै हो जस्तो हो त्यसैमा खुसी हो अनिस घरै छ खिचौँ न हजुरकोबाट खिच्ने कि यो त भ्लग हो युट्युबमा भ्लग आउँछ हजुर बोलेको सबै आउँछ काटकुट गर्नु पर्ने म काट्छु घर कता हजुरको बढदिया कता देख्नु भएको थियो ए ल ल ल हेलो के छ के हो तिम्रो नाम सोनिम हो ल ल ल बाई बाई कता यता हो हजुरको नाम चाहिँ के हो रश्मि आचार्य हो ल ल ल ल ल ल आऊ आऊ के छ एकदम अब अर्कोचोटि ल म मात्रै गालो छु त भइहाल्यो नि कता हो खै मोबाइल ए सबले मोबाइल त्यसो अरे नि मैले कता हेर्ने ए त्यहाँ हो सो थ्याङ्क यू सो मच मैले अब यहाँ कतिसँग भेट भयो कतिले फोटो खिच्नु भयो कति भ्लगमा आउनु भएन है मैले भ्लग हाल्छु नआउनु भएको जति सरी किनभने अब सबैको एकदम क्राउड हुँदाखेरि खिच्न पनि पाइएन सो त्यही नै भन्न चाहन्छु यो माया यो सपोर्टको लागि धेरै धेरै धन्यवाद हजुरहरूलाई अनि त्यत्तिकै झसङ्ग भएर हेर्ने हजुरको नाम के हो हजुरको छोरी हो भान्जी हो ए ल ल ल ल ल ब्रिज भन्दाखेरि पनि फरक पर्छ आमा कति हेरेर हाँसेका हुनु र लाजै लाग्दो भाइ यताबाट निक्ल्यौँ हामी यता गयो भने क्राउडले हामीलाई समात्छ त्यही भएर हामी यहाँबाट निक्लिन चाहन्छौँ भाइ सबैलाई सायद यो मौसम लास्ट हुनसक्छ मेरो भिजिटमा आउने थिइनँ हजुरहरूकै करले गर्दाखेरि म आएको हो विवशलाई भेट्नु मन छ आउनु भन्नुभएको थियो अनि कति मान्छेहरू छुट्नु भएको छ भ्लगमा त्यसको लागि म माफी माग्न चाहन्छु सबैलाई मैले समेट्न सकिनँ यस्तै भ्लग हेर्नको लागि मलाई फलो गर्नु होला धेरै माया गर्नु होला हजुरको यो मायाको लागि